हाउ टु जोइन भाले एफएमपी। तपाईँहरू भाले एफएमपी कसरी जोइन गर्न सक्नुहुन्छ? म यसमा कुनै पनि बुलपिट गर्नेवालामा छैन। भाले एफएमपी जोइन गर्नको लागि तपाईँहरूलाई रिक्वायरमेन्ट हुन्छ अलिअलि पिभिपी, अलिअलि तपाईँहरूले बिल्डिङहरू बनाउन जान्नुपर्छ अनि तपाईँहरूको भोइस ओभर प्लस तपाईँहरूले कसरी स्टोरी टेलिङ गर्नुहुन्छ त्यसमा नि भर पर्छ र भाले एफएमपीमा आउनको लागि तपाईँहरूको कति सब्सक्राइबर छ त्यसले महत्त्व राख्दैन। त्यसले हेर्नु नै होइन कि सब्सक्राइबर त अब हेर्ने नै होइन। मेरै सब्सक्राइबर 65 छ मादर कोही सब्सक्राइबै गर्दैनन्। अनि अनि भाले एफएमपीमा चाहिँ कुनै पनि रुल छैन। तपाईँहरूले आउनु, काटाकाट गर्नु, मारामार गर्नु, एउटालाई मारिदिनु, एउटालाई भित्रै हान्नु, क्यान्डीले फुटाइदिनु, त्यसको बेस बारै हुन्न। जे गरे पनि बारो छैन। रुल न फेल। जति तपाईँले ह्याक युज गर्नु भएन र सर्भरको खिलाफ केही गर्नु भएन। अब सर्भरमा केही हानि हुने काम, ह्याकिङ अथवा त्यस्तै कुराहरू गर्नु भएन। त्यही हो। अनि कन्टेन्ट क्रिएसन चाहिँ हुनुपऱ्यो। तपाईँको एउटा युट्युब च्यानल हुनुपऱ्यो, त्यसमा माइनक्राफ्टका भिडियोहरू अपलोड हुनुपऱ्यो। सर्भाइभलहरू अथवा एउटा एसएमपीमा खेलेको भिडियो हुनुपऱ्यो। अनि भाले एफएमपीमा आइसकेपछि भाले एफएमपीलाई तपाईँहरूले रिप्रेजेन्ट गर्न सक्नुपऱ्यो। त्यतिको क्षमता भएपछि भइहाल्छ। सो अर्को भिडियोमा भेटौँला। यो भिडियो एकदमै छोटो भयो मलाई थाहा छ। सो त्यही हो। बाई।